सो आइफोन किन्नुभयो पहिला 64 GB लिनु पुग्दैन थियो अहिले 512 लिनु पुग्दैन 1 टेराबाइट लिनु पुग्दैन फोटो खिच्यो कि स्टोरेज फुल भनेर आइरहेछ भने चाहिँ यो एउटा ह्याक चाहिँ हामी तपाईँलाई सिकाउँछौँ एकदमै सजिलो ह्याक छ एप्पलको डिभाइसमै हो अनलिमिटेड फोटोजहरू तपाईँले मजाले स्टोर गर्न सक्नुहुन्छ विदाउट एनी त्यो आइक्लाउडलाई पैसा पनि तिर्नु पर्दैन सो विदाउट एनी फर्दर डु लेट्स गेट स्टार्टेड सो फर्स्ट थिङ्स फर्स्ट यो मेरो हात होइन यो सफलको हो मोटो हात हामीहरू चाहिँ के गर्छौँ भन्दाखेरि सेटिङ्समा जान्छौँ र हाम्रो सेयर एल्बम्सलाई अन गर्नु पऱ्यो यो मेथड पनि मैले तपाईँहरूलाई प्रिभियस भिडियोजमा सिकाएको छु कसरी एल्बमबाट सिधै सेटिङ्समा जाने त्यो प्लिज चेकआउट गर्नुहोस् र हामी त्यसपछि जान्छौँ हाम्रो फोटोजमा एल्बममा अनि एल्बममा गएर मुनिपट्टि तपाईँहरूको छ यो सेयर एल्बम्स भनेर त्यहाँ हामीले एउटा नयाँ एल्बम क्रिएट गर्छौँ सेयर एल्बम है उसले के राख्छ टेस्ट भनेर राखिरहेछ अनि उसले अब एड गर्छ मलाई मेरो आइक्लाउड पनि देखियो र तपाईँलाई यदि आफ्नो कसैलाई सेयर गर्नु मन छैन भने चाहिँ आफ्नै अर्को छुट्टै आइक्लाउड पनि बनायो हुन्छ र त्यो गरिसकेपछि तपाईँहरूले के गर्न मिल्छ भन्दाखेरि एन्टायरली आफ्नो लाइब्रेरीलाई सेयर गरे पनि भयो फोटोज भिडियोज अटोमेटिकली अपलोड गरे पनि भयो अर यसरी सिलेक्ट गरेर मजाले अपलोड गर्न सकिन्छ अब यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि सेयर्ड हुन्छ होइन सो यसलाई सेयर यो एल्बमलाई चाहिँ डिलिट गर्नु भएन है डिलिट गऱ्यो भने चाहिँ एन्टायर एल्बमै उडेर जान्छ आहा कस्तो राम्रो प्याटर्न यो सबै सेयर भयो तर पुरै अनलिमिटेड चाहिँ होइन है यो सबै तपाईँहरूले एउटा एल्बममा 5000वटा फोटो या भिडियो अट्छ अनि तपाईँहरूले बनाउन सक्नुहुन्छ 200वटा एल्बम एउटा आइडीबाट त्यो गर्दाखेरि तपाईँहरूको लगभग 1,00,000वटा फोटो र भिडियो अट्छ र उसको अर्को एउटा लिमिटेसन भने चाहिँ के हो भन्दाखेरि तपाईँहरूको यो मेगा पिक्सल चाहिँ अलिकति घट्न सक्छ तपाईँहरूको 2000 समथिङ पिक्सल्सको विथको सबसे लङ्गेस्ट विथ जुन छ त्यो जम्मा 2000 पिक्सलकोमा घट्छ तपाईँहरूले 4000 पिक्सलकै खिच्या भए पनि फोटो अनि भिडियो चाहिँ तपाईँहरूको 720p सम्म मात्रै सेयर हुन्छ सो यो दुईवटा लिमिटेसन चाहिँ छ र अर्को एउटा लिमिटेसन चाहिँ के छ भन्दाखेरि यदि कसैले तपाईँलाई इन्भाइट गर्यो अनि तपाईँले एक्सेप्ट गर्ने बेलामा चाहिँ आइक्लाउड किन भनेर पनि एउटा चाहिँ आउन सक्छ है त्यो नोटिफिकेसन किनभने तपाईँको यदि स्टोरेज धेरै छ आई मिन फोटोजहरूले धेरै खाइरहेको छ स्टोरेज भने चाहिँ त्यो एउटा पनि आउन सक्छ नोटिफिकेसन चाहिँ र त्यसको चाहिँ सल्युसन के हो भन्दाखेरि चाहिँ तपाईँहरूले आफै नै क्रिएट गर्नु पऱ्यो जब तपाईँहरूले आफै नै क्रिएट गर्नुहुन्छ नि यो सेयर्ड एल्बम त्यो गर्दाखेरि चाहिँ यो चाहिँ प्रब्लम चाहिँ नहुन सक्छ सो अब मजाले फोटोजहरू स्टोर गर्नुहोस् आफ्नो एप्पल डिभाइसमा कम्प्लिटली फ्री